नमस्ते जसोलोपा स्वागत छ हजुरहरूलाई मेरो अर्को भिडियोमा। आज चाहिँ हामी जान लागेको शिवपुरी हाइकिङ। म यहाँ बाँच्न सोल्टिनलाई कुरिरहेको छु। मेरो अर्को भदैनीहरू चाहिँ उता लगन खेलाउँछ। हामी चाहिँ साझा बस्छले जानुपर्ने हुन्छ। त्यहीँ गएर भेटौँला अब तिनीहरू भेट्ने बेलामा। बाई बाई। अलि मेरो सोल्टिनी चाहिँ यहाँ आइपुग्नु भयो। वाटरमेलन र के बोकेर किन काटेर ल्याउनु भयो यसरी? होइन अनि उहाँको चौको लगाउनु दिनु अहिले कुच्यो भने त्यहाँ रसुलाई रस केही हुँदैन सोल्दैन हामीले कति किसिम काट्नु लाग्यो ल बाई बाई। अब लगन खेल गएर भेटौँला। तिनीहरू पनि निस्किसक्यो अरे पठाउनु आउनु घरहरू होइन। फाइनल साथीहरू हामी चाहिँ बस्तर हिँडिसक्यौँ। हाम्रो ग्याङ यति छौँ। अब चाहिँ हामी त्यहाँ गएर सबजनाले आयो भने है ल गर्न फेरि आइलो ल अब त्यहीँ गएर भेटौँ। बाई बाई। यहाँ माथि टिकट काट्ने ठाउँमा आइपुगिसकेँ। म चाहिँ गर्नु भएर मुखसुक पनि धोइहालेँ। अनि अब यहाँ टिकट काट्नु गएको छ हाम्रो ग्रुप चाहिँ यहाँ छौँ। टिकट काटेर भेटौँला। मुख धोएँ मैले चाहिँ। हामीले चाहिँ टिकट पनि लिइसक्यो। हामी 6 जनाको जान मिल्दैन रहेछ। अनि हामीले चाहिँ यहाँ चटपटेको लागि यहाँ लेन कार्डको त्यहीँ पार्यौँ। अब हामी टिकट लिएर जानुपर्ने हुन्छ माथि। टिकट लिएर जाँदैछौँ हाम्रो ग्याङहरू। यहाँनिर चाहिँ यस्तो धारा पनि रहेछ। पानी बोतल यो लिएर हामीले किनेर ल्यायौँ तलबाट। यहाँ भर्दा नि मिल्ने रहेछ। खाने पानी नै रहेछ। हो चिसो खायो पानी चाहिँ। हामी आउँदैछ हेर यिनीहरू हिँड्नु नसकेर त्यहाँनिर पहिला त आफ्नो होइन तिनीहरूलाई देखायो नि त हिँड्नु नसकेर। म त देखाइहाल्छु नि यसरी। हेर हिँड्नु नसकेर अहिले लठी टेकिसक्यो यसले। म यहाँ सबभन्दा छिटो हिँड्ने ल। थाकेँ यहाँ। हामी त आधी बाटो पनि पुगेको छैन अहिले जङ्गलको बिचमा। त्यो पनि स्यास्या हुने कि खोइ हाम्रो वे चाहिँ यताबाट हो। अनि कुन वे चाहिँ यताबाट रहेछ। 2टा वे रहेछ यहाँबाट। यहाँनिर पनि छ। अब हामी चाहिँ लाग्नुपर्ने हुन्छ यताको बाटो। यताको बाटो जानुपर्ने कुरा है। किनभने यताको बाटो चाहिँ 3 hours 30 minutes लाग्ने रहेछ। यताको बाटो चाहिँ 4 hours 30 minutes लाग्ने रहेछ। हामी यताबाट गयौँ। गयौँ हामी यताको बाटो। अघि उताबाट जानु भने थियौँ। फेरि यताको बाटो 1 hour छिटो पुग्ने रहेछ। त्यही भएर हिँड्दै हिँड्दै बिच बाटो पुग्न लाग्यो। यहाँ चाहिँ यस्तोहरू पनि रहेछ यहाँ। ओके मलाई कराइसकिन। मैले फोन गरेँ होइन हौ भिडियो गरेँ। पसिनाले यस्तो हुने रहेछ। हामी जङ्गलको बिचमा। तर यहाँ त सिग्नलै छैन। नो सर्भिस यहाँ छैन। पानी यस्तो छ। अनि यहाँ चाहिँ के गर्न मिल्ने के गर्न नमिल्ने। म चाहिँ यहाँ जङ्गलको बिचमा पुगिसकेँ। मेरो साथीहरू कोही अगाडि कोही पछाडि। यस्तो जङ्गल छ यहाँ। आउँदै पछाडि तिनीहरू। त्यहाँ अगाडि चाहिँ पछाडिबाट यो रुख रहेछ। रुखहरू चाहिँ ठुल्ठुलो छ यहाँ। जङ्गल छ यस्तै हो। साथीभाइ कुरेर बस्दैन यहाँ। ट्रेक आए सबैजना हिँड्छन् एक्लै एक्लै। अगाडि पुगिसक्यो। रुखहरू हेर्नु कति ठुल्ठुलो हो त्यहाँ। वेलकम गेट जस्तै। कतिखेर पुग्ने हो शिवपुरीको टेकमा थाहा भएन। त्यही गएर भेटौँ अब कता कता हुन्छ। सबैजना बस्नु न भने कि आएर फोटो पनि कति रगरग गरेको अहिले पछाडि आइज नि त यहाँ खान त ल खै भइसक्यो त ल बस्नु हो के गरे वाटरमेलन सबै खाँदा हुन्छ। लिची खाँदा हुन्छ। त्यस्तै भयो। अब अर्कोचोटि आउँदा वाटरमेलन फोटो खिचामै फोटो अब लिची पनि पाक्छ वाटरमेलन पनि फोटो खिच्नु न हाम्रो कहाँबाट उता भिडियो स्टप भएर फोटो खिच्नु राम्रोसँग बस्नु राम्रोसँग। खोइ कहाँनिर उतै स्टप गर्नु भिडियो।
ल साथीहरू हामी चाहिँ बल्ल तल आधा बाटो हिँड्नु सक्यौँ। अब यहाँ माथि आएको छ हेर्नु सक्नुहुन्छ कति उकालो चढिसमा एकदम गाह्रो हाइकिङ त भने मात्रै हो कि हामी नहिँड्नेहरूलाई हेर्नु यस्तो ठाडो उकालो हिँडेर आएको यार कति गाह्रो छ म त सास फेर्न पनि गाह्रो भइसक्यो के गर्ने मोटो मान्छेलाई यस्तै गाह्रो हुन्छ फाइनली साथीहरू यत्रो मेहनत पछि चाहिँ हामी यो कहाँ आइपुग्यौँ यो 15 मिनेटमा आउने के थियो बागदार 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 आइपुग्यौँ यहाँ रहेछ शिव मन्दिर जस्तो यति हेरौँ त्यहाँ माथि एक ठाउँमा चाहिँ बाटो पनि कन्फ्युज भएको थियौँ है तर फाइनली आइपुग्यौँ यहाँनिर चाहिँ यो फोटो खिच्नु न त हेर्नु मेरो हालत यस्तो खराब भइसक्यो एउटा हिँडेर आउँदा आउँदा यहाँनिर चाहिँ यस्तो गरिरहेको रहेछ यो चाहिँ खै के भन्छ तर मलाई केही पनि याद छैन है अनि निगालो घारी त सक्यो निगालो घारी सकेपछि आउँछ भनेर भन्नुभएको थियो जति पनि यहाँ आएर जानु हुनेहरूले पसिना चाहिँ जस्तै शीतल भए पनि मोटो ज्यान यो ग्याङहरू पनि 3 जना अगाडि गइसक्यौँ हामी 3 जना पछाडि छौँ यस्तो घना जङ्गल छ क्या अझ कति टाइम लाग्ने साथीहरू थाहा छैन हामीलाई हामी हिँडेको लगभग 4.5 घन्टा भइसक्यो कि कति बजी हिँड्यो अहिले गएर हेर्नुपर्ने हुन्छ स्याले बोल्न पनि सकेको छुइनँ म त यसरी बस्दै हिँड्ने धेरै गाह्रो छ ए फाइनली आयो कि के हो हामी ओ माई गॉड फाइनल साथीहरू हामी आए जस्तो छ हाम्रो यत्रो यात्रा हाम्रो 3 जना चाहिँ त्यहाँ पुगेर पनि फोटो खिच्न भ्याइसकेछ कि फाइनली अनि यहाँ चाहिँ यस्तो रहेछ शिवपुरी यता कुहिरोहरू कस्तो मजाले यो कुहिरो उड्दैछ कि तर खासै देखाएको छैन कि यो भिडियोमा नाचौँला नि त नाचौँला हौ यो चाहिँ हाम्रो खाजा हेर्नुहोस् नुन पुगेन प्लेट ए प्लेट भयो हामी लानु थियो यो चाहिँ हाम्रो खाजा हेर्नुहोस् छ हाम्रो यता यहाँ पसलमा आएको यस्तै हो साथीहरू हामी चाहिँ फर्किँदैछौँ यहाँबाट यस्तो ओह्रालोहरू टिकटक सिकटक बनायो अलिअलि यहाँ टिकटक बनाउने त्यसरी हामी हेलो एभ्रीवन वी आर ब्याक भन्नु न फर्किँदैछौँ हामी चाहिँ तर खासै धेरै पनि छैन ठाउँ नआउनु होला एक्सपेक्टेसन छैन हामीले चाहिँ अब धेरै ठुलो उयो होला भन्ने सोचेको थियौँ तर त्यस्तो छैन टिकटक बनाउने तयारी छ हामी जङ्गल बिचमा छौँ 3 जना ग्याङ गइसक्यो यस्तै छ भेटौँला बिस्तारै रोडमा आइपुगिसक्यौँ त्यो सिडीहरू हेरेर तर लास्टै गाह्रो हामी फर्स्ट टाइम हिँड्नेहरूलाई चाहिँ मेरो त झन् फर्स्ट एक्सपिरियन्स थियो मेरो त खुट्टा यहाँ यस्तो दुख्या हाम्रो ग्याङ चुत्रो हामीले चुत्रो पनि भेट्यौँ अब यहाँ हामीलाई यहाँदेखि तल निस्किनु कति टाइम लाग्छ अब 20 मिनट्स त्यहाँनिर तल अब हामी चाहिँ तल निस्किन्छौँ फाइनली हामी चाहिँ निस्क्यौँ यहाँ गेटबाट माथिबाट आइपुग्यौँ यहाँ अब यहाँबाट नि ओह्रालो आधी घन्टा त लाग्छ होला है